अझै नजिकबाट पनि खिचेको छु है मैले यहाँ तलतिर यत्नै छ यो पानी जहाज यो होटल जस्तो के रुम कतिवटा यसमा 1000-1200 रुम होला नि भन्ने अनुमान छ त्यहाँ रुम तल रुम बस्ने रुम फ्यामिली महिनासम्म हिँड्ने भित्रै रेस्टुरेन्ट डान्स बार अब स्विमिङ पुल भित्रै चाहिने मेडिकल भित्रै सबै भित्र के लगभग केटाकेटीको स्कुल बाहेक होइन सर मैले भाइले त्यहाँ काममा अराउँछु देखाउनु है त्यो उहाँ चाहिँ हाम्रो सर हो उहाँले यहीँ कार्यरत कर्मचारी हो उहाँ मार्फत हामी यहाँ छिरेका हौँ है त्यसपछि सर राता के हुन् भन्ने कुरा हो ए इमर्जेन्सी डब्बा हुन रह्यो नि केही डुब्ने क्यार्ने अकस्मात केही भयो भने यिनीहरूले चाहिँ यसमा डब्बामा मान्छे भयो भने उद्धार गर्न सकिन्छ भन्ने खाले हो यहाँ हेर्नुहोस् 20 मिनट ब्रेक लगेजहरू हालिरहेछन् 20 मिनट 20 मिनट 20 मिनट ब्रेक जा भनेर यहाँ अराउनु भयो सरले होइन अब यी हेर्नुहोस् लगेज कन्टेनर हाल्दैछ मुनिका 1 तला भरि पुरै कन्टेनर लगेज हाल्ने ठाउँ 2 तला के छ 3 तला के छ यहाँ सोधिसाध्य छैन त्यसको लागि ठुलो अन्तर्वार्ताको एउटा चाहिने ऊ बनाउनुपर्छ यो जाने ठाउँ हो सर बाटो प्यासेन्जर बोर्डिङ ब्रिज प्यासेन्जर बोर्डिङ ब्रिज यो यसबाट यहाँ हामी मुनिबाट यसबाट जाने अनि यहाँबाट चाहिँ जाने उहाँ त्यो अगाडि उतापट्टि रहेछ त्यो चुच्चोमा हो ड्राइभर बस्ने ला हेर्नुहोस् ती हो त्यहाँ चुच्चो देख्नु त्यो चुच्चो उता पनि त्यति निस्किया छ अगाडि पनि मान्छेले हेर्ने त्यो चुच्चोबाट यता देखिने भयो यो पानीमा हामी चाहिँ यो म हिँडेको पानीमाथि अरू पानीमाथिको पार्क हो यहाँ तल चाहिँ पार्किङ छ भन्ने कुरो छ आज मोटामोटी होइन यहाँ त मैले त धेरै रहेछन् सर रुमहरू त हेर्दा त्यो हिँडेरै भइया छैन क्या म त अगाडि पाएँ अलिक टाढाबाट देखिँदा त 200-400 होला नि भने यहाँ त पुरै घरको जत्रो ठुलो लानुहोस् म दौडिएर गएर देखाउँछु है गाइड यो चाहिँ यो काठ किन भयो भन्ने तपाईँहरूलाई लाग्ला यो चाहिँ पानीमाथि त उत्रिया छ क्या तैरिया छ त्यसकारण यो भयो यहाँ मान्छेहरू बस्ने खाने पिउने हेर्ने गर्छन् अब यो आज अमेरिका जाने कुरो रहेछ ती मान्छेहरू त्यहाँ कोका खोलाभित्र गयो देख्नु अब भित्र एट्याच टोइलेट बाथरुम अघि मैले भने जस्तो जम्मै केटाकेटीको लगभग खेल्ने ठाउँ स्कुल बाहेक के सिक्ने बाहेक खेल्ने ठाउँ पनि ठुला स्विमिङ पुल माथिबाट झर्ने त्यो मान्छेको एक परिवारलाई 1 महिनाभरिलाई जे चाहिन्छ कि घरमा सपिङ सेन्टरभित्रै अब त्यो खाने पिउने भित्रै सुत्ने तिनी त सामान्य कुरा भइहाले अरू आधारभूत कुरा पनि जे चाहिन्छ सपिङ सेन्टरभित्रै लुगा कपडाभित्रै त्यस्तो खाले हुन्छ यहाँ त अचम्मै हुँदो रहेछ क्या हेर्नु त केमा उत्रिया त केही छैन ऊ तल बेलुन जत्रोमा त्यो बेलुन जत्रोमा त्यसैले उतारेको छ कति ठुलो हो यार पानीमाथिको पाहाडको यहाँसम्म आउन मिल्ने रहेछ क्या अब यो म अगाडिपट्टिको चुच्चोमा छु ऊ त्यहाँ ड्राइभर भन्छ है सामान्य भाषामा बस्छन् यताबाट यता छड्किने हेर्न मिल्छ उता पनि हेर्न मिल्छ गाइस त्यही छ कुराकानी है अब अहिलेलाई मोटामोटी मैले यति कुरो गरेँ यतिको ठाउँमा आएपछि त नखिच्ने भन्ने त कुरो भएन नि त त्यो टावर 69 तल्लाको थियो त्यहाँ आज हामी गएको समस्या के भयो भन्दाखेरि आजै मेन्टेनेन्सको लागि बन्द भनेर भने रहेछ जान पाइएन बाइ द वे ठिकै छ ल अरू कुरो पछि गरौँला है त